गुराँसको राजधानी प्रस्तावित 3 जुरे मिल्के जलजरे वन संरक्षण क्षेत्रमा तपाईहरुलाई हार्दिक स्वागत छ। लेखिएको यो बोर्डले हामीलाई नेपालको एउटा आकर्षक स्थलमा प्रवेश गर्ने अनुमति दिएको छ। यो क्षेत्र नेपालको तेह्रथुम जिल्लामा पर्छ। अरुण तेस्रो जलविद्युत उत्पादन केन्द्रबाट ल्याइएको प्रसारण लाइनको टावर पछ्याउँदै हामी उकालो लागिरहेका छौं। यस वन क्षेत्र त हामी घुम्दै नै छौं, तर यस क्षेत्रमा आउनुको अर्को महत्त्वपूर्ण उद्देश्य पनि छ। तेह्रथुम शङ्खसभा सिमानामा पर्ने पाथिभरा मन्दिर दर्शन। बाटोबाट राताम्म फुलेका गुराँसको वन देखिएको छ। यो बेला यो वन हेर्ने अति नै उपयुक्त समय हो। वैशाख जेठमा गुराँस हेरेरै मन आनन्दित हुन्छ। यसै कारणले हो रहेछ लाली गुराँस नेपालको राष्ट्रिय फूल भएको। पाथिभरा मन्दिरको उकालो चढ्न हामी घुर्विसेमा आइपुगेका छौं। मेरो यो भ्रमण पहिलो पटक भएकोले कति उकालो चढ्नुपर्छ मलाई थाहा छैन, तर आज यहाँ मानिसहरूको उल्लेख्य मात्राको संख्या देखिन्छ। मसँग मेरो जीवनसाथी दिपा पनि छिन् र उनी पाथिभरा मन्दिरको दर्शनको लागि अति नै उत्साहित पनि भएकी छिन्। यहाँ मानिसहरूको र गाडीहरूको घुइँचो देख्नु नै भयो। घुइँचो उत्तिकै लस्कर लागेको छ। आज वैशाखको 30 गते शनिबार भएकोले पनि होला घुइँचो त हुने नै भयो। विकास समितिले यही डाँडामा फराकिलो सवारी पार्किङका क्षेत्रहरू बनाइरहेको पनि देखिएको छ। यो ठाउँ भविष्यमा तेह्रथुमको एउटा अति रुचाइएको पर्यटकीय स्थल बन्ने कुरामा दुई मत हुँदैन। ढुङ्गा छापिएको सिडीहरू उक्लदै मन्दिर दर्शनको लागि हामी अगाडि बढेका छौँ। यो मन्दिर घुम्नको लागि यो वैशाखको समय हो र एकदमै उपयुक्त समय हो। चैत्र वैशाख त्यतिखेर नै गुराँस फुल्ने दृश्यहरू यहाँ देख्न सकिन्छ। र यो समयमा हामी आइपुगेका छौँ यो ठाउँमा र यो पाथिभरा मन्दिर जाने बाटो हो र यो डाँडाको सबभन्दा उच्च बिन्दुमा पाथिभरा मन्दिर छ र निकै उकालो चढ्नुपर्छ। धेरैवटा सिडी चढेर उकालोमा पुग्नुपर्छ र उचाइमा पुग्नुपर्छ र त्यसमा मसँग मेरी श्रीमती दिपा पनि छिन् र उनलाई हिँड्नलाई अलिकति समस्या पनि भइरहेको छ, तर पनि उनले यो समस्यालाई च्यालेन्ज मानेर उनले धेरै हिम्मत साथ अगाडि बढिरहेको देखिन सकिन्छ। घरि चढ्दै घरि थकाइ मार्दै हामी निकै उचाइमा आइपुगेका छौँ। यहाँबाट तल हेर्दा अत्यास नै लाग्छ। बादल लागेकोले घाम लागेको छैन, तर हुस्सु पनि छैन। यो यात्राको धेरै हिँडाइ टिनको सेट तलबाट नै हुन्छ ताकि वर्षामा पनि भिज्नु नपरोस्। अन्ततः हामी पाथिभरा मन्दिरको प्राङ्गणमा आइपुगेका छौँ। निकै उच्च स्थानमा निर्माण सामग्री ल्याउन समस्या नै हुने गर्छ, तैपनि यहाँ निरन्तर निर्माण कार्य भने भइरहेकै नै रहेछ। दिपालाई बाटोमा थापिएको फुलपाती प्रसादको पसलमा अलमल भयो। उनी पनि आइपुगेकी छिन्। पाथिभरा मन्दिर नेपालको प्रख्यात शक्तिपीठहरूमध्येको एक हो। मुख्य पाथिभरा शक्तिपीठ ताप्लेजुङ जिल्लामा पर्दछ। समुद्र सतहबाट 3794 मिटरको उचाइमा अवस्थित छ र पाथिभरा देवीको आशीर्वादबाट हौसिएर स्थानीयहरूले आफआफ्नै क्षेत्रमा प्रतिरूप तयार गरी स्थापना गरेका छन्। इलाम, धनकुटा, मोरङमा स्थापना गरे जस्तै यहाँ तेह्रथुममा पनि स्थापना गरिएको हो। पाथिभरा देवीको दर्शन गरी आशीर्वाद थापेर हामी नलमलिकन तल ओर्लियौँ। यद्यपि पाथिभरा मन्दिर वरिपरि गुराँसको अति नै सुन्दर वन थियो। गुराँस फुलेर अति नै मनमोहक देखिएको थियो, तर तल घुर्विसेमा बाटो निर्माणका लागि जताततै खनिएको छ। तीव्र बजारीकरण हुँदै गरेको यो ठाउँमा केही छिन त्यसै रमायौँ हामी। नयाँ ठाउँ, त्यसमाथि पहाड। दिपाको हर्षलाई साथ दिएर म पनि रमाउँदै गएँ। फेसबुकमा हाल्नु यो? फेसबुकमा हैन, टिकटकमा। घुर्विसेमा हाम्रो काम सकियो। हामी फर्क्यौँ। पर विद्युतका हाइटेन्सन टावर देखिएको छ। यो अरुण तेस्रो जलविद्युतबाट तराई लगिएको ट्रान्समिसनको टावर हो। अरुण तेस्रो भारतको सतलज विद्युत कर्पोरेसनले निर्माण गर्दैछ र यसको हामीले टावर यहाँ देखिरहेछौँ। र मिल्के जलजले जुन तेह्रथुमको ठाउँ छ त्यसमा तपाईले गुराँस फुलेको अत्यन्तै सुन्दर दृश्य देख्न सक्नुहुनेछ। र हामी
तेह्रथुम जिल्लाको उपल्लो कुनामा र एउटा उच्च स्थानमा आइपुगेका छौँ। केही वर्षदेखि यसको लोकप्रियता बढ्दै गइरहेको छ। यदि बाटो राम्रो भइदिने हो भने, यात्रुहरूलाई बास बस्न खानपिनमा राम्रो सुविधा हुने हो भने यो झनै प्रख्यात हुनेछ। तैपनि अहिले नै पनि यहाँ घुम्न आउनेको कमी भन्ने छैन। टाढा टाढा भारतदेखि समेत यहाँ घुम्न आउने, हेर्न आउने, रमाउने गरेको देखिएको छ। तर उनीहरू आउने, दिनभरि घुम्ने र साँझ नपर्दै फर्किहाल्ने रहेछन्। यहीँ बसेर 2-4 दिन रमाउन पाउँदा यो ठाउँको आम्दानीको स्रोत नै बढ्ने थियो भन्ने मात्र। तिनजुरेको यस गुराँस वनलाई एउटा रमणीय उद्यानमा परिणत गरिँदै लगिएको छ। मानिसहरूको बसोबासबाट टाढा नितान्त एक क्लासमा अवस्थित यति सुन्दर उद्यानमा आउन पाउँदा धेरैजना रोमाञ्चित हुने गर्छन्। थुप्रै समूहहरू यहाँ देखिएका छन्। फोटो खिच्ने, टिकटक बनाउने, रिल बनाउनमा व्यस्त छन्। नियोजित गोरेटोबाट झनै अगाडि बढ्दैछौँ हामी। तिनजुरे सँगसँगै मिल्के र जलजले क्षेत्रले पनि यस्तै सुन्दरता बोकेको छ। जलजले गुराँसका काठका लागि प्रख्यात छ भने मिल्के कोडधारी रुखहरू समेतका लागि प्रख्यात छ। 3 जिल्ला तेह्रथुम, शङ्खसभा र ताप्लेजुङ समेटिएको यो समग्र क्षेत्रलाई तिनजुरे, मिल्के र जलजले अर्थात् TMJ भन्ने गरिन्छ। यसले जम्मा 558 स्क्वायर किलोमिटरको क्षेत्रफल ओगटेको छ। हामी फराकिलो चौरमा आइपुगेका छौँ। यहाँको ठुला ठुला चट्टानहरू देख्दा पनि अचम्मै लाग्छ। कहाँबाट आए होलान् भन्ने लाग्छ। पक्कै पनि आकाशबाटै झरेका होलान्। ब्रह्माण्डमा तैरिएका खगोलीय पिण्डहरू पृथ्वीमा झर्ने गर्छ नै। सायद कुनै समयमा त्यही झरेको होला भन्ने अड्कल पनि मनमा उब्जदो रहेछ। आउँदैछ तिमी बिस्तारै हिँड न, म खिच्दैछु त। ल अब आऊ न। दिपा यो वनको सुन्दरतामा अत्यन्तै रमाएकी छिन्। राताम्मे फुलेका गुराँसको बोट देखेर उनी हौसिन्। गुराँस टिप्ने जाँगर बढ्यो। नजिक जाँदा त गुराँसको बोट त अग्लो रहेछ। यहाँ रुखबाट गुराँस टिप्नु नियम विपरीत पनि हुने रहेछ। उफ्रँदै चुड्न खोज्दा भेट्न सकिनन्। गुराँस टिप्ने उनको प्रयत्न निरन्तर विफल भएको छ। अन्तमा मैले कसो कसो नुइएका हाँगाबाट टिपिदिएँ। केही गुराँसहरू बटुलेर आफ्नै समूहका महिला साथीहरू कहाँ पुगिन् र एउटा रिल त यहीँ बन्यो। ल ल ल आउनु आउनु ल ल ल रेडी। रमाइलो कोइली बोल्दा मनै रमाइलो, बसन्तले मुस्काउँछ, भमराले जिस्काउँछ मुनमुन गरेर, कम्बर भाँची नाचिदेऊ चिनमुन गरेर। ती फुला जति सबै मेरो शिरमा ती सजाइदिनु गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजलेको हाम्रो भ्रमण सकिएको छ। मैले, दिपाले र हाम्रो सम्पूर्ण समूहले आजको दिन अत्यन्तै आनन्द मनायौँ। मजा भयो। आयोजकलाई धन्यवाद, TMJ समितिलाई पनि धन्यवाद र तपाईँहरू दर्शक श्रोतालाई पनि धेरै धेरै धन्यवाद।